दैलेख बजारदेखि कम्तीमा पनि 4-5 किलोमिटर हिँड्ने होला यति बेला। म बिजोरा हुँदै खोला झर्दैछु। करिब करिब आउँदा जाँदा गरेर 15-16 किलोमिटर हुन्छ कि भन्ने चाहिँ हो। वाल चाहिँ माथि चाहिँ बन्या सल्लाहगरी है। दैलेख बजार निस्किने बाटो हो। त्यसै गरी तल लोरे त्यो भन्ने भन्ने ठाउँ हो। यो चाहिँ हजुरको किमु गाउँ हो। त्यसै गरी यता बिजोरा छ, पहाडीको सानी माफु हो। त्यसै गरी ऊ त्यो चाहिँ थाली हो। यता चौरठा छ। रमाइलो भइरहेछ, बबाल रमाइलो भइरहेछ। हिँडिरहेको छु तर समय पुग्दैन होला, फर्किने बेला दौड्नुपर्छ। अहिले चाहिँ हिँड्नु भन्ने हिँडिरहेको छु तर अहिले चाहिँ एकछिनपछि दौड्नुपर्छ पक्कै पनि। ऊ त्यो अगाडि देखिने बिजौरा हो। त्यसै गरी उता माथि डाँडो चाहिँ टाटामाखु सानीमाखु भन्ने हो। अनि उताको चौरठा हो त्यो डाँडो। न त्यहाँभन्दा उताको डाँडो चाहिँ सल्लेरी हो होइन। यस्तो रमाइलो छ। छुट्टै मजा छ घाम लाग्यो भने। त्यो माथि माथि गएको बाटो चाहिँ राइलीको जात्रा भन्ने माथि जात्रा लाग्छ। हिजो लागेको थियो अरे त्यहाँ है। उकालो हिँडेको बबाल मजा आयो। उकालो दौडेको हेर्दै बबाल गाह्रो भयो यार। तिम्रो दौडी भैरे दौडी